बालेन्द्र शाह, जसलाई हामी सबैले बालेन शाह भनेर चिन्छौं, एक बहुप्रतिभाशाली नेपाली युवा हुन्। उनी र्यापर, इन्जिनियर, कवि र अहिले काठमाडौँ महानगरपालिकाका मेयर समेत हुन्। उनको जन्म 27 अप्रिल 1990 मा काठमाडौँको नरदेवीमा भएको, तर उनको परिवारको मूल थलो महोत्तरी जिल्ला हो। बालेनले +2 बीएस निकेतनबाट सकेपछि सिभिल इन्जिनियरिङमा स्नातक गरे। भारतको कर्नाटक स्थित युटिबी विश्वविद्यालयबाट संरचनात्मक इन्जिनियरमा स्नातकोत्तर गरे। राजनीतिमा उनी 2021 को अन्त्यमा प्रवेश गरे, जब उनले स्वतन्त्र उम्मेद्वारको रूपमा काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवारी दिए। 2022 को निर्वाचनमा उनले लगभग 39% मत ल्याएर नेपाली कांग्रेस र एमाले दुवैमा उम्मेद्वारलाई हराउँदै ऐतिहासिक विजय हासिल गरे। मेयरको रूपमा उनले